खुबै जान्नुभएको छ है सरप्राइज दिन। मेरै कान्छाको नि अब 1 घन्टामा डाइरेक्ट फ्लाइटबाट आउँदै हुनुहुन्छ। हेलो सानो म काठमाडौँ आइपुगेँ ल। के जिस्केको यो मान्छे? साँच्चै भनेको हो के सानो, तिमीलाई सरप्राइज हो के। अब 10 बजे डाइरेक्ट फ्लाइटबाट पोखरा आइपुग्छु। घरतिरको के सङ्क्रान्तिको के तयारी गर्दै गर, भेटेर रमाइलो गर्नुपर्छ है। अहिले फोन राख्छु ल। ओहो, खुबै जान्नुभएको छ है सरप्राइज दिनलाई। एकचोटि त भन्नुपर्छ नि सानो म आउँदैछु भनेर। ल ल आरामले आउनुहोस्, म हजुरलाई कुरिरहन्छु। के हो, कसको फोन हो? मक्क पर्दै बोलिस् त, एक्कासी हाँसिला देखिन्छ त। नास मोरीहरू, कसको फोन हो नि? मेरै कान्छाको नि अब 1 घन्टामा डाइरेक्ट फ्लाइटबाट आउँदै हुनुहुन्छ। नभनी आउनु भएको सरप्राइज रे। त्यत्तिका वर्ष त फोटोसँग बोलेर चित्त बुझाए, अब त झन् मान्छे आउँदै हुनुहुन्छ। भरिको कुरा पोख्न पाउँछु। ए त्यसो भए त अब कान्छा आउने भनेपछि सङ्क्रान्ति झनै रमाइलो हुने भयो। कान्छा नआउँछ एकछिन कान्छालाई सम्झेर नाच्न त, खुब राम्रो नाच्छस्। हामी काम गर्नेलाई पनि यस्तो आँखा सिकाउन रमाइलो हुन्छ। नाच होइन के चमेली, बरु एकैछिन सबैजना मिलेर नाचौँ, रमाइलो पनि हुन्छ। हुँदैन साथीहरू? ए भइहाल्छ नि। ए बेली चमेली साइली मैले आऊ छिटो आऊ, हामीले आज गीतभरि जेल नाच्नुपर्छ, रमाइलो गर्नुपर्छ।
मेरो